ओए हात नला भने चाहिँ लु बोला एकदम मेहदी बोला यस्तो बढी भएको हेलो गाइज वेलकम टु सबैजनालाई। आई होप हजुर सन्चै नै हुन्छ होला। म पनि सन्चै नै छु। अनि आज चाहिँ म नयाँ के ल्याउन लागिरहेको छु भने मेरो बारेमा यति धेरै कुरा गर्दो रहेछ कि साथीहरू, यस्तो नानाथारी भन्दो रहेछ होइन। मलाई त मेरो बारेमा कुरा काटेर यति धेरै मेरो बकवास गर्दो रहेछ होइन। मैले चाहिँ त्यसलाई यहाँ भेटिसकेको छु होइन। यो कुराहरू चाहिँ किन लिएको भने होइन, अब मेरो बारेमा नराम्रो बोलिरहेको छ भने मैले मेरो बारेमा आवाज उठाउन के त होइन। मेरो बारेमा के भनिस् रे? तैँले मेरो बारेमा के भनेर यस्तो सुन्नु न, म बसिरहेको हुन्छु रे अनि तिमी आउँछौ रे अनि म बसिरहेको ठाउँमा आएर तैँले मेरो बारेमा के भनिस् रे, कसलाई के सुनाइस् रे भन्ने। अनि म कोसँग के बसेँ रे आएर भने बसेको त थिइस् त भन्छु भने अनि तिमीले हात लाउँछ रे अनि फेरि त्यहाँबाट मैले नि तिमीलाई लाउँछ रे अनि कपालले भुत्ताला दिन्छ। अनि कहाँ अड्काएर खेल्दैछ? अड्काएर माथि अड्काएर राखेर खेल्नु ल 1 2 3 गो। साथीहरू म चाहिँ यो सल्लाह गरेको सबै हाल्छु उसलाई नै फ्रेन्ड के भयो ल। तैँले मेरो कुरा गर्छ है, मैले तिम्रो कुरा कहिले गरे? यता फर्केर बोल ओइ भन्दैछु है। ओइ अहिले 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 चाहिँ उयो हुनु खोज्छ। मैले तेरो कुरा कहिले गरेको थिएँ? मेरो कुरा किन गरेको मैले राम्रो तरिकाले भन्दैछु है, भाइरल गराइदिनु नपरोस् नि। हेर न के रे भनेर प्रपोज मैले तेरो कुरा कहिले गरे? कहिले गरे? मैले तेरो कुरा गरे छैन। गरेको नगरेको भए चाहिँ कसले भन्नु? कसरी कहिले गरे मैले तेरो कुरा? तैँले मेरो कुरा गरेको रे। के गरे मैले त्यो कुरा? म कसँग बसेँ रे? मेरो चाहिँ तिमीले कुरा गरेको रे ल, म बसिराखेको। मेरो पनि कुरा गरेको थियो रे, तर मैले तेरो कुरा गरेको छैन। यहाँ कुरा हुन्छ हाम्रो यहाँ कहाँ राख्नु राम्रो एक्टिङ हुनु पर्यो है, पुरै मेरो भ्युर्सहरूलाई थाहा हुनु भएन ल। कहाँनिर कपाल भुत्ताला भुत्तीले नि खेल्ने ल। किन मेरो कुरा गरेको? मैले कहिले गराएको छ तेरो कुरा? कहिले होइन, कुरा गरेको रे। कहिले गरे ल? त्यो मान्छेले न त प्रमाण चाहिँ प्रमाण होइन, मैले कुरा गरेको हो कि होइन त्यति भन्नु। गरेको छैन मैले कसैको कुरा। काम छैन मैले तेरो कुरा गर्दै हिँड्नुलाई। काम भन्ने कुरा होइन कि गरेको हो कि होइन भन्ने कुरा प्रमाणित गर्नु पर्यो। अनि किन कुरा गरेको त्यो कहिले गरे त्यो मान्छेले न मैले कपालसम्म उयो के अरे भने टाइटल राख्नुको लागि मुड साँच्चीकै कुरा मैले तेरो यतापट्टिबाट देखेन क्या, यतापट्टि के गरे? तेरो मैले कुरा काटेर तल्लै हामी मोटो पनि हल्लाउने अब कसरी लड्ने कि एक मुखतिर यस्तो कस्तो गर्नु अब चाहिँ काटेर हाल्नुपर्छ कि यसो कपाल तानु। ए होइन, सिजर पेपर रक पनि खेलौँ ल एकछिन। चटपटेर पानीपुरी बनाएर घरमा होइन यहाँ हो ल। अब कस्तो गर्नु? अब यो कपाल धेरै जगाटेको हुन्छ फेरि है। होइन फोटो नि खिचौँ न उयोको लागि क्या। त्यसले के हुन्छ मलाई?
तैँले चाहिँ के खोज्यो तैँले के खोज्छौ तैँले चाहिँ के खोज्यो ओइ हात नला ओइ हात नला भनेपछि तैँले चाहिँ हात नला भनेको हात हात नला भनेको हात नला भनेको हातलाई ओइ तैँले त मेरो हात तैँले मलाई हात लाउने ओइ म सक्दैन भनेर तैँले मलाई हेरेको सक्दैन भने पुलिस बोलाइदिउँ लु बोला पुलिस बोला मेहदी बोला के बोला फेरि धेरै उयो नहो नि धेरै भन्दैछु मैले को बढी भएको त बढी भएको अति गरिसकेँ पहिले अति गरी होइन कन्टेन्ट हो नि आउनु न तपाईँहरू कन्टेन्टको लागि हतकडी लाएर समाउनु कन्टेन्ट हो एउटा तर यस्तो पठाइदिउँ तल्लै त ओइ सास बढ्यो फेरि फेरि चाहिँ सुन्छ होला नि तिमी चाहिँ देखिँदै देखिँदैनौ लड्नु पर्ने रहेछ नि मुनि राख्नु अलिक हेलो गाइज अब हराएर भन्नु हेलो गाइस ब्याग निस्क्यो हेलो गाइस तपाईँहरूलाई हामीले चाहिँ प्र्याङ्क गरेको भनेर होइन मैले तर तिमीलाई प्र्याङ्क गरेको यो क्लिप त त्योभन्दा अगाडि नै मैले होइन तिमीलाई चाहिँ प्र्याङ्क गर्छु भनेको थिएँ कस्तो लाग्यो मैले कस्तो लाग्यो भन्दाखेरि मलाई चाहिँ साँच्चीकै लाग्यो साँच्चीकै सो गाइस हाम्रो भिडियो कस्तो लाग्यो तपाईँहरूलाई सो राम्रो लाग्यो भने प्लिज लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला हस् त बाई बाई आज यति नै यो एउटा चप्पल यो अर्को चप्पल जब यो चप्पलको त जोडी छ तेरो जोडी खोइ